अस्ति दुलाले बोक्ने साइड ब्याग भनेको दाइ एक पिस मात्रै किन देखाउनु भएको भन्नुभयो। आज मैले हजुरलाई मसँग भएको आधा सामान मात्रै साइड ब्याग जेन्ट्सहरूको मात्रै देखाउँछु है त। हजुरले पहिला हेर्न सक्नुहुन्छ यो ओरिजिनल टच यही हो हजुर। अर्को हेर्नुहोस् यो साइड ब्याग, अब नामै काफी हुन्छ है यसको, कलबेलको। अनि अर्को यो हेर्नुहोस्, हजुरलाई मन पर्छ भने स्क्रिनसट लिँदा हुन्छ है कुन मन पर्छ। हामीले नेपालमा त डेलिभरी गरिन्छ, अब बाहिर भन्नुभयो भने बाहिर कोरियर पनि गरिन्छ है। ढुक्क आउनुहोस्, यो पनि सोफा लेदर हो है यो। अर्को यो पनि छ, यसो विदेशतिर जाँदाखेरि पासपोर्ट राख्नलाई या चाहिँ हामीहरूले चाहिँ बिर्सिरहन्छौँ भने। अर्को यो हेर्नु छ, यो स्पोर्ट ब्याग केबियू ब्रान्डको वाटरप्रुफमा हो। अर्को यो कम्मर या चेस्टमा पनि लगाउनु मिल्छ तपाईँले। अर्को यो एनबियूको है, यो एनबियू, यसको धेरै कपी आउँछन् तर मलाई चाहिँ सबभन्दा राम्रो चाहिँ एनबियूकै लाग्छ, किनकि उहाँसँग सहकार्य राम्रो समयसँग भएको छ र सामानमा धोका दिन्न एनबियूले। सबै पनि देखाएँ मैले हजुरलाई। अहिलेको मुनमा दुई किसिमका छन्, एउटा यो बिट भएको, अर्को नभएको। मसँग दुई किसिमको जेन्ट्स मुन ब्याग छ। अब त यो त भन्नु परेन है, यो त धेरैचोटि हजुरहरूले युज गरिसक्नु भएको छ। अब अरू चाहिँ लामो हुन्छ भिडियो, म नेक्स्ट भिडियोमा राख्नेछु है। हजुरलाई कुन मनपर्छ कृपया कमेन्ट चाहिँ गर्नुहोस् है। हस्, धन्यवाद, थ्याङ्क यू सो मच।